सो गाइस अहिले चाहिँ म भाइहरुकोमा थिएँ हैन अब भाइहरुकोबाट चाहिँ घरतिर लागेको घरतिर जान लागेको हेलो एन्ड गुड मर्निङ गाइस वेलकम ब्याक टु माई न्यू भिडियो हैन बाइकको हल्का पम्प पनि छैन म टक्क हल्का लाएर पम्प लगाइदिउँ के भएर बाइकको चक्का के भएर चक्का बिग्रियो के भयो दाइ हावा लगाइदिनु त के भएर अस्तिदेखि हावा गएको रहेछ यार टेन्सन लाग्दैन बाइक त्यति आजभोलि धेरै चलाएर होला चलाउन पनि मन लाग्दैन है दाइलाई चाहिँ पे गरिदिनु पैसा पनि धेरै छैन 16 लाख छ यार दाइ हालिदिइसकेँ ल मैले इसियामा हालिदिइसकेँ ल 10 रुपियाँ 10 रुपियाँ हाल्छु 16 लाख बाँकी छ 6 लाख बाँकी छ हजुर यो हावा के भएर अस्तिदेखि गएको गइछ ए त्यही भएर हो टायर फेर्ने बेला हाँस फेर्नुपर्ने छ यार दुईतिरकै कति लाग्छ चट्ट लगाएर अलि पछि फेर्नुपर्छ हैन अनि आज चाहिँ भर्खर पानी रहेको छ वेदर चाहिँ यस्तो छ है अनि भयो दाइ लस धन्यवाद दाइले हावा पनि लागिसक्नु भयो के राइड बुक गरेर जाउँ कि के गरेर जाउँ भइरहेछ एकचोटि राइड एकचोटि हेरिदिउँ लोकनथली जाने कोही छ भने त चट्ट लगाएर चढाएर जानुपर्छ है केही छैन हल्का पैसा आउँछ 50-100 रुपियाँ भए पनि ब्रेक त छिर्रा लाग्यो त ब्रेक त कडा छ त ब्रेक कडा छ यार पछाडिको क्याच हान्दा नि पुरै चिप्लिरहेको पानी पऱ्यो होला चक्का पनि चिप्लेन खुइलिरहेछ फेर्ने बेला भएको छ पानीमा त अब्बरै लाग्छ नि ब्रेक त हैन सम्हालेर चलाउनु पर्ने हुन्छ है अनि म चाहिँ यहाँबाट टक्क एउटा राइड हेरौँ एकचोटि टिकटक खुल्छ यार इनड्राइभ खुल्न यार रोडमै छ भने पिकअप गर्छु भित्र छ भने चाहिँ गर्दिनँ 188 यता जाने रहेछ भित्रै जानु हजुर तल पिपल बोर्डसँग कति हुने र दाइ त्यही 50-60 रुपियाँ होला सबै काठमाडौँतिर जाने छ यार के तपाईँ जानु लाग्नु भएको र तल 19 किलोमिटर 0.6 300 भन्ने यो पो जानु पर्यो
जानु लाग्नु भएको भन्नु त यो पिपलबाट चक्रै हो उतिनेरीको हजुर बस्नु बस्नु गर्मी कस्तो बडा नानीहरू पो हिँड्छन् त गाह्रो छ काठमाडौँमा दिनुपर्छ क्या होइन खरै पानी परेर सुकिरहेछ बाटो लास्टै खराब छ स्केट त आज त लोआएन मान्छे छ क्या के गर्नु खेल्नेको मुडै छैन यो पिपलबाट भन्नुभएको कतापट्टि यतैबाट रोक्ने पल्लोपट्टि यतै हुन्छ ल हजुर ए ल ल हुन्छ त यार बिचरा दाइलाई के दिने पैसा किन होइन त्यतैको बाटो गएर यसो दाहरूलाई लग्दै होइन यसो हुन्छ नि त होइन राइड भन्ने चिज अलिक पछि गरौँला न होइन पैसा कमाउँला इन्जोय गरौँला होइन साथ हेल्प भन्ने कुरो पनि गरिराख्नुपर्छ गाइजहरू अनि अहिले चाहिँ म यता यो मूलपानी हो तल बोडे जाने बाटोमा आइपुगेँ अस्ति पानी पऱ्यो यहाँ सानो भिड थिएन यार बाफ्रे किन हो आजभोलि त त्यति बटार्न पनि मन लाग्दैन घरिघर चाहिँ फेरि परे रेस्ट गर्न मन लाग्छ के भएर फेरि छुट्टै हो कि अरूको पछाडि मलाई बस्नै मन लाग्दैन क्या त्यही भएर पेट्रोलको ढिक्का पनि टिक 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 गर्न थालिसक्यो होइन अब सट्ट पैसा लाग्नेहरूलाई चाहिने हुन्छ है टक्क अनि बाइक सर्भिसिङ गर्ने बेला नि हुन आँटिसक्यो होइन कति दिन्छ पनि सर्भिसिङको 1400-1500 दिन्छ होला आया बाइक चाहिँ के भएको जति पैसा हुन्छ त्यति खर्च गर्न मन लाग्छ है बाइकमा चाहिँ सकेसम्म स्मुथ राख्नु मन लाग्छ कि बाइकलाई चाहिँ होइन त्यही हो रमाइलो छ होइन घुम्नुपर्छ के भयो
बाटोमा रोकेर बस्नेहरू ठेहरूलाई चाहिँ के भन्नुहुन्छ त्यस्तो चाहिँ नहुनु सरी होइन तर बिच बाटोमा यार नो यार बिच बाटोमा त्यसरी रोक्ने होइन नि त त्यही भएर उकालो ठाउँमा त्यो पम हाल्न पाएन सक्छ क्या हो घरिघरि चाहिँ कस्तो लाइक कस्तो फिल हुन्छ भनेदेखि चाहिँ होइन भिडियो बनाइरहेको होइन डुलिरहन पाऊँ होइन टक्क लाएर एउटा पछाडि एउटा बाइकमा पछाडि एउटा गर्लफ्रेन्ड होस् होइन त्यही हो कहिलेकाहीँ त लाग्छ रहरहरू के गर्ने हामी सिङ्गरहरूको जिन्दगी जानुहोस् हजुर जानुहोस् होटेल यो गाडी कस्तो ट्याक्सी कस्तो टेस्ला जस्तो देखा यार त्यस्तो हेर्दा त क्या स्किनीका क्या स्लिम टाइपको क्या मलाई जो ठिक लाग्छ है दाजु एउटा माइक पनि लिनुपर्ने छ यार नयाँ नयाँ गाडी जस्तो छ बिस्तारै बिस्तारै छिटो भिआइसीको पनि कुनै कुनै त राम्रो लाग्छ यार कुनै कुनै त डब्बा जस्तो छ यार गाडीहरू पनि दाजु जम्न कति गरम भएको हेलो